गाइस वेडिङको सेकेन्ड पार्ट भिडियो आइसकेको छ। अहिले चाहिँ रातिको 2 पनि बजिसकेको थियो। बिहा त सकि पनि सकेको थियो र अहिले चाहिँ आधी मान्छेहरू गइ पनि सक्नु भएको थियो र हामी यहाँ बसेर चाहिँ गफ गरिरहेको थियौँ। रातभरि जागेको थियौँ र यहाँ चाहिँ साथीले भन्दैछ तिमीहरू पनि 1 साल भित्रमै अब बिहा चाहिँ गरिहाल है, म चाहिँ तिमीहरूको बिहामा छिट्टै आउँछु भन्दै छिन्। अहिले चाहिँ के भन्दैछ सुन्नु होला है। के रे अञ्जली तिमीहरूको बिहामा म 7 दिन अगाडि नै आउँथे तर बिहा चाहिँ 1 साल भित्रमै गर्नुपर्छ। सुन्नुभयो होला नि, मेरो साथीको डिमान्ड 1 साल भित्रमै गर्नुपर्छ अरे बिहा। र यहाँ चाहिँ बिहान पनि भइसकेको छ, बेहुली रेडी पनि भइसकेको छ। अब चाहिँ उसको बिदाई हुनुवाला छ। अहिले चाहिँ खानापिना हुँदैछ सबै जन्तीवालाहरूको। खानु मजाले ल हाई भनिदिनु। उनी चाहिँ बेहुलाको ठुलो बाबा हो। सृष्टि तुमको कैसा फील हो रहा है? अब तो तुम घर छोड़ के जाने वाली हो। कुछ भी नहीं हो रहा है क्या? कुछ नहीं हो रहा है। खुशी लग रहा है? नथिंग। नथिङ मीन्स नथिङ। मतलब छैन भन्ने जस्तो पारा गरे त तिमीले त। रुए भने तिमी सबै रुन्छौ। तिमीहरु भन्नै नरोको बुझ्यौ? फेरि भन न खिर पकाइराख्नु आउँछु खानु भन्ने अब जाँदा। तपाईँको चाहिँ बेसी नै भाँसेको जस्तै छ। सुपारी बेसी। अहिले त मजाले हाँसिरहेको छिन्। यहाँ चाहिँ रेडी भइसकेको छ, सामानहरू सबै प्याक भइसक्यो। गाडीमा चाहिँ यो चाहिँ हो जन्ती गाडी। गाडी पनि घुमाइसक्नु भएको रहेछ जानको लागि। अनि यो पछाडिको चाहिँ बेहुला गाडी हो। बेहुला बेहुली यही गाडीमा बसेर चाहिँ जानुहुन्छ। रातभरि पानी पर्नाले गर्दा सबै गाडीहरू पनि भिजिसकेको रहेछ, तर बलुनहरू चाहिँ फुटेन चाहिँ पानी परेर पनि, पानीले भिजेर पनि। अनि यो चाहिँ हो मेरो साथी अनि साथीको हस्बेन्ड। हेर्नु सक्नुहुँदैछ कस्तो मजाले फोटो निकालेर मस्त शुभ विवाह भनेर टाल्नु भएको रहेछ। त्यसपछि चाहिँ यहाँ अब बेहुला बेहुलीलाई चाहिँ टिकाटालो गरेर चाहिँ पठाउनुहुन्छ। त्यही भएर यहाँ चाहिँ टिकाटालो हुँदैछ बेहुला बेहुलीको। टिकाटालो गरेपछि मेन चिज चाहिँ यो दही खुवाउनु पर्ने बेहुला बेहुली बिदाई गर्ने बेलामा। त्यतिखेर मेरो साथी चाहिँ रुइनौ दिनु छ नि उंगली पकड़ के सिसी खा सिखाया था ना दहलीज ऊंची है ये पार करा दे बाबा मैं तेरे दिल का टुकड़ा हूँ तेरे दिल का एक बार फिर से दहलीज पार करा दे मुड़ के ना देखो बेहुली र बेहुलाको हातमा फसले जो काटे जाए उगते नहीं हो लंबी जुदाई हो तो दहलीज दर्द की म चाहिँ आफ्नो साथीको छेउमा आफ्नो आँसु कन्ट्रोल गर्दैछु। उसले चाहिँ के भन्दैछ सुन्नु है। यति कन्ट्रोल गरिरहेको थियो उसले रु भन्ने बित्तिकै फेरि मेरो आँखाबाट आँसु झर्न थालिहाल्यो नि गाइस। त्यसपछि चाहिँ मेरो साथी गई बिदाई भएर मसँग लास्ट हात मिलाएर। आई होप गाइस तपाईँहरूलाई मेरो ब्लग राम्रो लाग्यो होला। त्यसमा लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला। फेरि म चाहिँ तपाईँहरूसँग ब्लगमा भेट्दै गर्नेछु। तर अहिलेको लागि चाहिँ बाई बाई।